नमस्ते, क्रसमा दर्ता गर्नको लागि एप डाउनलोड गरेर सबै नोटिफिकेसन एलो गरिदिनुहोस् र इङ्ग्लिस भाषा छान्ने र नेपाल देश छान्नु भइसकेपछि होम पेजमा आउनुहुन्छ। होम पेजमा आइसकेपछि लगइन साइनअपमा क्लिक गर्नुहोस् र लगइन साइनअपमा क्लिक गरेर फोन नम्बर हाल्नुहोस्। कोरियन फोन नम्बर हालिसकेपछि नेक्स्टमा क्लिक गर्नुहोस् अनि एग्री टु अलमा टिक लाएर हजुरको नम्बरको मेसेजमा भेरिफिकेसन कोड आउँछ। कोड हालिसकेपछि पासवर्ड क्रिएट गर्नुहोस्। पासवर्ड चाहिँ 8 वटा भन्दा धेरै हुनुपर्छ। नम्बर र अक्षर मिक्स भएको हुनुपर्छ। माथि जे हाल्नुभयो तल पनि त्यही नै हाल्नुहोस्। एउटै पासवर्ड दुईचोटि हालिसकेपछि नेक्स्टमा क्लिक गर्नुभयो भने अथेन्टिकेसन मेथडमा पिन अथवा प्याटर्न मध्ये एउटा बनाउनु पर्ने हुन्छ। पिन बनाउनु भयो भने 6 डिजिट पिन सुरुमा बनाउनुहोस् अनि फेरि सेम हालेर कन्फर्म गर्नुहोस्। कन्फर्म गरिसकेपछि हजुरको दर्ता पुरा हुन्छ। अब प्रमाणीकरणको लागि रेमिट्यान्समा क्लिक गर्नुहोस् अनि आई एम अ फरेनर भन्नेमा क्लिक गरिसकेपछि दोस्रो अप्सन रेसिडेन्स कार्डमा क्लिक गर्नुभए पनि हुन्छ। रेसिडेन्स कार्ड छैन भने पासपोर्ट छान्नु भए पनि हुन्छ। रेसिडेन्स कार्डमा क्लिक गरिसकेपछि स्टार्ट टेकिङ अ फोटोमा क्लिक गर्नुहोस् अनि क्यामेरा एलो गरिदिसकेपछि यसरी देखाउँछ। टेक अ फोटोमा क्लिक गरेर हजुरले सुरुमा अगाडिको फोटो खिच्नुहोस् अनि फेरि ब्याक साइडको पनि खिचेर ब्याक साइडको फोटो खिचेर सेल्फी पनि टेक अ फोटोमा क्लिक गरेर खिच्नुहोस्। सेल्फी खिचिसकेपछि आई हेभ सबमिटेड माई आइडी भनेर कन्टिन्यूमा क्लिक गरिदिनु भयो भने एड्रेस हाल्ने ठाउँमा आउँछ। एड्रेस चाहिँ हजुरले अटो इन्सर्ट गरिदिनु भयो भने हजुर जहाँ हुनुहुन्छ त्यहीको एड्रेस आउँछ र अकुपेसनमा पनि हजुरले फ्याक्ट्री वर्कर गरिदिनु भयो हुन्छ। त्यसपछि हजुरहरूले आफ्नो कोरियाको ब्याङ्क खाता पनि जोड्नुपर्ने हुन्छ। ब्याङ्क खाताको नाम हजुरले ब्याङ्क छानिसकेपछि खाता नम्बर पनि यसरी हालिदिनु भइसकेपछि जन्ममिति पनि हजुरहरूले हाल्नुपर्ने हुन्छ। यो चाहिँ एकदम मिलाएर हाल्नुपर्ने हुन्छ। हजुरहरूको जन्ममिति हालिसकेपछि हजुरहरूले नेक्स्टमा क्लिक गर्नुभयो भने यसरी सबै प्रमाणीकरण पुरा हुन्छ र हजुरहरूले लेटरमा थिचेर आइडी भेरिफिकेसन भइसकेपछि हजुरहरूले रेमिट गर्न मिल्छ। धन्यवाद।